यसको एउटा राज्यमा चाहिँ राजा रानीको दरबारमा कमेडी दरबारमा राजा रानीको इन्ट्री रोमान्स पानी बरसातमा उहाँहरू भिज्दै मायाका कुरा गर्दै आउनु भएको छ। वाउ, केटी कान्छा र सुजातालाई देख्न सक्नुहुन्छ यहाँ बरसात पानीमा भिज्दै उहाँ के कता जानुहुन्छ त लङ ड्राइभमा बसेको छ। वाउ, लङ ड्राइभबाट आउनु भएको? लङ ड्राइभबाट आएछ हामी। यस्तो देखियो कस्तो रोमान्टिक, कति रोमान्टिक। नानीलाई स्कुलबाट ल्याएको स्कुलबाट हाम्रो चाहिँ फर्काउन सकियो। यो माहौल निकै नै रमाइलो भयो। महाराजा महारानी रानीले यो भेषमा आएर हो वेलकम दिइसक्नुभयो मलाई, तर पनि श्रद्धा नभए केही थिएन जस्तो लाग्छ। र उहाँ धेरै अगाडि आउनु खोज्नुहुन्न र त्यो नै मलाई उसको गुण लाग्छ र उहाँले म थ्याङ्क यू भन्न चाहन्छु एकदमै है। र यही भन्दै अब कतिजना धेरै मान्छेहरूले त थ्याङ्क यू भन्न बाँकी नै छ। उहाँले बेरोजगारीले रोइरहेको बेला हँसाउनका लागि जनताले नेपालमा एउटा नयाँ सरकार दिएका छन् र जनताको मन हँसाउनका लागि कमेडी दरबार दिएका छन्। धन्यवाद दरबार की बड़ा महारानी गौरी मल्ल, कांसी महारानी दिया मास्के, दरबार का मुख्य सचिव विकी अग्रवाल, मुख्य सचिव की रिमोट कंट्रोल श्रद्धा परसाई र दरबार का पुराना तथा नयाँ भारदारहरू, साथै यो दरबार को तेस्रो बैठकलाई जनता माझ पुर्याउनका लागि यसको लोकप्रियता यसको चर्चालाई माया गरेर यहाँ उपस्थित आउनुभएका रहनुभएका सम्पूर्ण संसारकर्मी साथीहरूलाई नमस्कार भन्न चाहन्छु। जिन्दगी समाज र समय अब लामो बोल्नेको होइन, जसले छोटो बोल्छ त्यसले चुनाव जित्छ, जिन्दगीमा पनि दरबारमा पनि र चुनावमा पनि। यो बडा महारानीले डायलग होइन। विकी अग्रवाल, हामी सपना देख्थ्यौँ कि यस्ता भव्य शो गर्न पाइयोस्, यस्ता रियालिटी शोहरू जहाँ नयाँ नयाँ प्रतिभाहरू उत्पादन हुन्। हामीले कल्पना गरेको कल्पना मात्रै गऱ्यौँ, तर यी नयाँ नयाँ कमेडी शो सफल हुँदै जाँदा मलाई के अर्थमा खुसी लाग्छ भने सपना देख्नुपर्छ र ती सपना आफूले पुरा गर्न सकिएन भने पनि अस्तित्वले ती महान मान्छेहरू उत्पादन गर्छ। विकी अग्रवालहरूलाई बधाई र धन्यवाद दिन चाहन्छु। मेरो भन्नु यति नै हो। कमेडी दरबारको बारेमा आज कार्यक्रम छ, पत्रकार सम्मेलनमा तपाईँहरू आइदिनु भएको छ र आजको हेडलाइन चाहिँ कमेडी दरबार नै भइदियो भने हामी खुसी हुन्छौँ। अन्य कलाकारलाई यसो अन्टसन्ट घुमाएर हेडलाइन नमिलाइकन भोलि दरबार बरु भाइरल कन्टेन्ट भोलि छुट्याइदिउँला, यो अनुरोध गर्न चाहन्छु। र हामी कमेडी दरबारका भाइ वार्ताहरूलाई पनि धन्यवाद छ, बधाई छ। नयाँ नयाँ माल लिएर पक्कै आउनुहुन्छ। मलाई लाग्छ अबको सिजन 3 मा उही गौरी मल्लको कमेन्ट, मनोज गरुडको केस र सजिरहेको ड्रेसभन्दा हामी माथि उठ्नेछौँ र यो कार्यक्रम सधैँभन्दा फरक हुन्छ। फरक यो अर्थमा कि अब हामी उही हाम्रा वरिपरिका गेस्टलाई अथवा जजलाई रोस्ट मात्रै गर्दैनौँ। हामी अब विश्व सानो बस्ती भइसक्यो प्रविधिको सूचनाको माध्यमले। हामी देश र विदेश भरिका कन्टेन्टहरू पनि हाम्रो यो सिजनमा प्रस्तुत गर्नेछौँ भन्ने मलाई लाग्छ। बोलाकै आज मात्रै के भइरहेछ भित्र थाहा छैन। धेरै धेरै धन्यवाद पुनः एकपटक पत्रकार साथीहरू जसले यो कार्यक्रमलाई माया गरेर हामीलाई हौसला दिएर विश्व रोइरहेको कस्तो लाग्छ र नभएको मान्छे है म। तर कहिलेकाहीँ यही चिज सबैलाई मनपर्ने पनि हुँदो रहेछ
र यसैमा हामी रमाइ पनि रहेका छौँ। अब मैले लाज पचाइनँ भने यिनीहरूले कसलाई पेल्ने होइन, उनीहरूको लागि पनि त चाहियो नि त, हो नहुने। तर अब यो पालि म यति आनन्द लागिरहेको छ कि अब स्वागत छ दिया कमेडी दरबार सिजन 3। अब भुक्त बलिको बक्रा यिनीहरूले कति पेल्छन् भन्ने कुरा त भोग्दै छ। नाराज त भोक्त बोली भइसक्नु भयो। अब तिम्रो पालो नभन्नु न फेरि अनुसर्गी सल्लाह। थ्याङ्क यू सो मच। यति पानी परेको बेलामा पनि यस्तो माया देखाएर सबै पत्रकार साथीहरूलाई म जोडेर नमस्कार र धन्यवाद भन्न चाहन्छु। र के भने मसँग खासै शब्द छैन। मलाई विकीले फोन गर्यो, श्रद्धाले फोन गर्यो आऊ भने म आइगयो, त्यति मात्रै थाहा छ है मलाई। आउनु चाहिँ तपाईँ हाँस्नुपर्छ बस्नुपर्छ अगाडि भनेर आइदिएको हो। आइदियो अब के गर्छन् मलाई थाहा छैन, अहिले कति उडाउँछ थाहा छैन। तर म पनि कम बेसरम मान्छे चाहिँ होइन, हट्टे मान्छे चाहिँ म पनि होइन। हल्लाउनु त मलाई त्यति सजिलो छैन, सबैले देखेकै छ। तर मेरो बच्चादेखि नै कमेडी चाहिँ मेरो एकदम फेभरेट जनरा हो। मलाई एकदम रहर थियो फिल्म या त कुनै पनि स्ट्यान्डअप कमेडी या कुनै पनि यस किसिमका स्पेसली कमेडी दरबार चाहिँ म फलो गर्ने भएको म पनि यसमा पार्ट हुन पाइदिएँ। एउटा मेनिफेस्ट गरे जस्तो भयो। जस्तो यो तपाईँहरूले निकाल्नुभयो नि यो थर्ड जजको हो भनेर, त्यहाँनिर त्यो क्वेसन मार्क गर्दाखेरि यसो गर्दा मैले आफूलाई इमेजिन गरेको थिएँ मेनिफेस्ट काम गर्दो रहेछ। सो आज म यहाँ छु, यो सर्ट नोटिसमा आएको कारणले म यो जनरललाई र कमेडी दरबारलाई एकदम माया गर्छु। भाइ बहिनीलाई पटक्क माया गर्दिनँ, जोक गरेको है। धेरै बोल्दिनँ किनकि चुनाव हारिन्छ अरे। सो थ्याङ्क यू सो मच। हामी सम्पूर्ण नेपालीहरूको थेरापी एउटा मन मस्तिष्कको एउटा उपचार गर्नेछौँ। देशको नयाँ विकाससँगै हाँसोको पनि नयाँ छलाङ मार्नेछ भन्ने विश्वासका साथ सबैसँग सिक्दै र अगाडि बढ्ने बाचाको छ। तपाईँहरूसँग अब के गर्न सकिन्छ? फरक फरक भयो भने हाम्रो उद्देश्य भनेको चाहिँ एउटै हो, दर्शकहरूलाई हँसाउने नै हो। त्यही उद्देश्यमा हामी लागि परिरहनेछौँ र दर्शकहरूले पनि उस्तै माया उस्तै प्रेरणा उस्तै भावनाहरू देखाइदिनुहुन्छ होला भन्ने किसिमको अपेक्षा राखेको छु। धन्यवाद। मलाई पनि एउटा सानो ठाउँ राखिदिनु भएकोमा। अनि अब पहिलो हाम्रो उत्सव दाइ हुनुहुन्न, तर उहाँले जति गर्न सकुला नसकुला त्यो तपाईँहरूको माया तपाईँको सपोर्ट पाएपछि अब गर्दै गरौँ। दरबारका टिम त्यो एउटा सानो ब्रेक बन्न पुगेको थियो, जसको लागि क्षमा पनि चाहन्छु। किनभने हजुरको एउटा बानी परिसकेको थियो, हामीलाई हेर्ने हामीलाई स्किप गर्ने बानी परिसकेको थियो। त्यो अन्य भाइहरूलाई पनि यति नै हो कि जुन माया हजुरबाट पाइराखेको थियो त्यसको निरन्तर रहिरहोस् र हामीले गरेका गल्तीहरूलाई सच्याइदिनु होला, हामीले गरेका कामहरूको प्रोत्साहन गरिदिनु होला, ताली पनि दिनु होला र गाली पनि दिनु होला। यही भन्दै म हजुरबाट बिदा लिन चाहन्छु। भन्न चाहन्छु हामीले कमेडी दरबार सिजन 3 मा हाम्रो परिवारको सदस्यमा यति बेला नयाँ रानीको रूपमा दिया मास्केज्यूलाई पाएका छौँ। यहाँलाई धेरै धेरै स्वागत गर्न चाहन्छौँ कमेडी दरबार सिजन 3 मा। आदरणीय महाराजा मनोज गजमेल, महारानी गौरी मल्ल,